यो औषधि नहालेको भए यसरी हुन्छ र स्याउ त्यस्तै हो स्याउ त जान्छ यो चाहिँ आजसम्मको दिनमा चाहिँ 222 सब्सक्राइबर्स कम्प्लिट भएको छ है फ्री फायर हैन मलाई फ्री फायर खेल्न आउँदैन अब बाबाको गाली खान्छ पछाडि ढिलो बसिक्यो गाइज आज चाहिँ मेरो व्यापार सबैभन्दा मनपर्ने फलफुल चाहिँ मेरो सुन्तला त्यसपछि चाहिँ फेरि केही पनि हैन नि गुड मर्निङ साथीहरू आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्दै आजको मेरो यो फर्स्ट भ्लग सुरु गर्न गइरहेकी छु आज चाहिँ शनिबार अनि म चाहिँ तरकारी लिएर आइसकेको छु म पेशाले चाहिँ तरकारी व्यवसायी हो अनि आज चाहिँ म तरकारी ल्याइसके अनि तरकारी चाहिँ थोरै अब अहिले जाडोले गर्दा अलिक व्यापार कम हुन्छ नि त अनि त्यही भएर हेर्न सक्नुहुन्छ आज म 6-9 बज्दै 5:45 मा आथे आएर यताउता गर्दा यति भयो मेरो सामानहरु चाहिँ मैले सुन्तला ल्याएको छु साथीहरु मान्छे काजन लारेछ अनि मेरो टमाटरहरु छ एउटा इन्डियन टमाटर एउटा नेपाली टमाटर अलिअलि फलफुल पनि बेच्छु म्याक्सिमम हैन अलिअलि तरकारी हिजोको पनि साथीहरु एकदमै चिसो छ यो हातहरु ठिराएर बेसरी चिसो छ साथीहरु अहिले यस्तो फर्सी आउँछ कि हेर्नु त यो औषधि नहालेको भए यसरी हुन्छ र औषधि हालेको हुन्छ मलाई चाहिँ के लाग्छ औषधि हालेको चाहिँ यसरी सर्छ हैन औषधि नहालेको चाहिँ ब्ल्यात्तै कुइन्छ आज मैले यो बोडी लिएर आएको छु साथीहरु कति दिनपछि यो तरकारी मिलाउने क्रम चाहिँ जारी नै छ साथीहरु हेर्नुस् बिहानको तरकारी साथीहरु यो चाहिँ मेरो पसलको फाइनल लुक मैले सामान मिलाइसके अलिअलि बेची पनि सके अलिअलि भद्रगोल भएछ हेर्न सक्नुहुन्छ मेरो पसल यहाँ तरुलहरु ल्याछु सुन्तला हातेपाइल तरुलहरु छ छिप्पेको इस्कुस छ एउटा कस्टमर चाहिँ स्याउ अलिक गुलियो भएन भन्नु ल म भोलि फराइदिन्छु भने अनि त्यसपछि अब कस्टमरहरुसँग चाहिँ हाम्रो सोल प्रोप्राइटरशिप बिजनेसमा चाहिँ के हुन्छ नि हामी कस्टमरसँग एकदमै नजिक हुन्छौँ नि त अनि कस्टमरहरुले हाम्रो घरको बारेमा फ्यामिलीको बारेमा सोध्नुहुन्छ के छ सन्चै छ कस्तो छ दिदी भाइ दाजुबहिनीको बारेमा अनि त्यो एउटा चाहिँ एकदम राम्रो लाग्छ के सोल प्रोप्राइटरशिप बिजनेसको बारे अरु अंकल खाजा खाँदैछु दुनोट र भान्टाको तरकारी छ मेरो आज खाजा अनि चिया हेलो गाइस तपाईहरुलाई धेरै 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 धन्यवाद दिन चाहे किनभने मेरो चाहिँ आजसम्मको दिनमा चाहिँ 222 सब्सक्राइबर्स कम्प्लिट भएको छ मेरो तपाईहरुलाई धेरै धेरै धन्यवाद तपाईहरुको माया साथ सपोर्ट यसरी नै सधैँ पाइराख्न पाऊँ र नयाँ सब्सक्राइबर्सहरुले पनि मेरो च्यानल सब्स्क्राइब गरिदिनु न अनुरोध गरे धन्यवाद गाइस 12 बज्नलाई 15-20 मिनेट जति बाँकी छ अब त्यसपछि हाम्रो सामानहरु लगभग अलिअलि सक्यो भनौँ न अलिअलि मतलब सकिन्छ अलिअलि त अनि हेलो गाइज हामी चाहिँ दिउँसो बन्द गरेर घर जाँदैछौँ भात खानलाई यहाँ आइज है मेरो भाइ यहाँ यहाँ मेरो भाइ अंशुमन र म चाहिँ मेरो रुममा जाने अनि हामी गेम खेल्ने भनेको छौँ अब कस्तो गेम खेल्छौँ हामीलाई थाहा छैन है फ्री फायर हैन मलाई फ्री फायर खेल्न आउँदैन हामी चाहिँ एउटा भिडियोमा हेरेर गेम खेलौँ भनेको खै जान्दै जानेन कि के भयो सिक्न खोजेको भएन त्यसमा चाहिँ बल राखे थियो हामीले चाहिँ गुडिया राख्न खोजेको जान्दै जानेन त्यसपछि यो पनि स्किप गरे अनि त्यसपछि ल अब खाना खानु पर्ला
गाइस अब म चाहिँ खाना खान लाग्यो मेरो खाना टडरान काउली र आलुको तरकारी दाल मुलाको अचार चाहिँ बहिनी र म चाहिँ कलर गिफ्ट चेन्जवाला गेम खेल्न आएको छु खासमा म चाहिँ कान्छीलाई सबै सस्तो सस्तो तरकारीवाला दिनु खोजिरहेको छु अनि दिन चाहिँ म राम्रो एउटा कुर्ता दिन्छु उसलाई अस्तिदेखि किन्दै किन्दै भनिरहेको थियो अब त्यो शनिबार भएर होला सबै पसलहरू बन्द छ साथीहरू सबै पसलहरू बन्द रहेछ के दिउँ मेरो बहिनीलाई गिफ्टहरू गाइज यहाँ बहिनीलाई कलरको गिफ्ट ल्याइदिएको छु तर म लेट भएँ गाइज के किने मैले थाहा भएन अब बाबाको गाली खान्छ पसलवाला ढिलो भइसक्यो एकदम आज हामी भ्याएन भने भोलि खेल्ने हो गाइज आज चाहिँ मेरो व्यापार ठिक छ किनभने यस्तो भयो क्या हाम्रो टोलबाट चाहिँ यो कुनै पूजाहरू भयो भने होइन हाम्रो त टोलको मान्छेबाट हुने व्यापार हो नि त अनि आज चाहिँ हाम्रो टोलको म्याक्सिमम मान्छे सबै पिकनिक जानुभएको छ मलाई त्यति धेरै थाहा भएन मैले आज तरकारी चाहिँ ल्याउनु जति नै ल्याएँ नि त सधैँ जस्तो त्यही भएर अनि गाइस आज हाम्रो गेम हुन्छ के हुँदैन भन्ने कुरा थाहा छैन जस भ्याए हुने गरी भयो भने चाहिँ हामी गेम खेल्छौँ कलर गिफ्ट एक्सचेन्ज गेम हो बहिनी र म हिजो भर्खर कान्छीलाई मैले खेलौँ न भनेको ल भन्ने छ अब मैले चाहिँ के दिन्छु भने चाहिँ त्यसलाई म अब मेरो त भेजिटेबल टर्नै छ नि त कलर वाइज हुन्छ सबै कलरको छ नि त अब म चाहिँ कलरमा चाहिँ त्यही राख्छु तर मैले कान्छीको लागि चाहिँ सरप्राइज गिफ्टहरू चाहिँ ल्याएको छु सबै थोक भयो हामीले 11 हो कि 10 टाइप्सको कलर छ सब गिफ्ट रेडी छ कान्छीले नि मेरो लागि किनिदिन्छु भन्दै थियो सस्ता नले है भन्दै चाहिँ अब मैले सबै सस्तो खालको गिफ्ट दिने हो हेरौँ के हुन्छ साँझ एकछिन चाहिँ मेरो साथीसँग बोल्ने मौका पाएँ थुप्रो दिनपछि बोलेको स्कुलको साथीसँग मेरो फेभरेट सुन्तला जति बेला नि खान सक्छु म सबैभन्दा मनपर्ने फलफुल चाहिँ मेरो सुन्तला त्यसपछि चाहिँ फेरि केही पनि होइन नि गाइस अब म पसल बन्द गर्दैछु मेरो पिताश्री केही छैन अब हामी घर जाने हो भात खाने हो